होइन म तपाईँसँग धेरै त केही पनि कुरा गर्न चाहदिनँ दाइ। म तपाईँसँग एउटै मात्र कुरा गर्न चाहन्छु पर्सनलमा, होइन दाइ। मसँग त्यस्तो कुरा खुल्ला तरिकाले गर, फेरि बुहारी नानी रिसाल्नु नि पर्सनलमा जान्छ यो भनेर। होइन एकदम म अहिले लाइभमा पनि भनिदिन्छु दाइ, तर अलिकति तपाईँलाई म पर्सनलमा भनिदिन्छु। म 2-3 दिनमा म काठमाडौँ आउँदैछु दाइ, 5 दिनपछि। होइन म भर्खरै भनिदिन्छु दाइ। ल भन नि त, भर्खरै भन नि त। सुन्नु हाम्रो दाइ अब यही आउने फ्राइडे चाहिँ हाम्रो फ्लाइट छ क्या, कहाँको? दुबईको। अनि त्यही भएर उता काठमाडौँतिर तपाईँसँग एकचोटि प्लिज म त यता सुनाइ, म प्रमिस त, किनकि मेरो अब फिल्मको सुटिङ चलिरहेको छ कि। कहिले आउने हो भन त, म टाइम निकालेर आउँछु, बरु एयरपोर्टै आउँछु। एयरपोर्ट दाइ होइन, म ठ्याक्क फ्राइडे म एयरपोर्ट पुग्छु दाइ। म फ्राइडे एयरपोर्ट पुग्ने हो मेरो। को जाने हो तिमीहरू दुईजना? दुईजना जाने हो बाहिर? दुईजना। कहाँको फ्लाइट हो यो? दुबई जान लाग्यो दुईजनै? हजुर दाइ। ए ल ठिक छ राम्रोसँग। म तिमीलाई मेसेज गरौँला, मेरो मिल्छ कि मिल्दैन भनेर मेसेज गरौँला, नत्र म आउँछु कि। कस्तो यार है दाइ, प्लिज एकचोटि हुन्छ भने दाइसँग भेटेर जाम, दाइको आशीर्वाद लिएर जाम दाइ। होइन आउने दिनहरूमा केही होस् भन्ने चाहिँ दाइको आशीर्वाद छ। ल म आउला त्यसो भए। ल म आउला है, म आउँछु। एकदम माया छ मेरो दाइलाई। दाइले मलाई रिक्वेस्ट गरिदिनु भयो सुरुमा त, दाइले म गर्दिनँ भन्नु। म लास्ट डराएको दाइ। कसम म डराएको नि दाइ। नाइ जिस्किरहेको थिएँ राजा, म जिस्किने मान्छे म फेरि यार, तेरि यार जिस्किने मान्छे। आज हो त दाइ, मैले तपाईँको लाइभ आजदेखि हेर्छु दाइ, म जमानादेखि हेरेर आउँ दाइ। ल बहिनी बुहारी नानी चाहिँ राम्रो रहेछन् होइन, भाइ चाहिँ फेरि यस्तै परेछ क्या, के गर्नु भनेको त्यस्तै हुन्छ। ल ठिक छ, सदाबार रहोस् यो जोडी, सदाबार होस् है। राम्रोसँग सुशील बहिनी, मेरो बुहारीलाई पनि एकदम माया छ, लभ यु। आफ्नो फ्यामिलीलाई पनि एकदम सम्झेछ भनिदिनु होला मेरो साइडबाट। ओके दाइ, ल राम्रोसँग माया छ दाइ है। ल तपाईँसँग म टेक्स्ट गर्छु दाइ, यति भाग्यले जुटायो भने उतै भेटौँला, नभए आएपछि भेटौँला। ओके छैन है दाइ, माया छ दाइ है। लभ यु दाइ, गुड नाइट दाइ, गुड नाइट। थ्याङ्क यू सो मच दाइ, थ्याङ्क यू सो मच। ल माया छ दाइ। थ्याङ्क यू सो मच गाइस, सबैजनालाई एकदम फाइनली जोडिदिनु भयो। एकदमै धेरै धन्यवाद तपाईँहरूलाई। तपाईँहरूको यो ऋण मैले कहिले पनि चुक्ता गर्न सक्दिनँ होला सायद। माया छ सबैजनालाई। तर हो यार, मैले मान्छेहरू त कमाइरहेछु नि साँच्ची भनेको। तपाईँहरूले, मैले जिन्दगीमा पैसा नकमाए पनि तर मैले मान्छे कमाइरहेछु भन्ने कुरा चाहिँ मैले आज यो मैले टिकटकदेखि थाहा पाएँ क्या। तपाईँहरू यतिजना यति धेरैले मलाई सपोर्ट गरिदिनु भयो, मलाई कुल बोय दाइसँग जोडिदिनु भयो। एकदम यो मनदेखि भनिरहेको तपाईँहरूलाई क्या, माया।